छ्या, खाडी पो गएको भनेर नभन्न साथी। तिमी रहरले राम्रो देश गयौ, म बाध्यताले खाडी आए। हाम्रो पासपोर्टको रङ उस्तै होला, तर यात्राको कारण उस्तै छैन। तिमीले आफ्ना सपना पछ्यायौ, मैले परिवारको आवश्यकता। तिमीले विमान चढ्दा उत्साह बोकेका थियौ, म भने घरको ऋण, आमा बुवाको आशा र परिवारको भविष्य बोकेर निस्किएको थिएँ। मरुभूमिको यो तातो घाममा पसिना बगाउँदा कहिलेकाहीँ लाग्छ मानिसहरूले गन्तव्य हेरेर मूल्याङ्कन गर्छन्, तर यात्रा किन सुरु भयो भन्ने बुझ्ने प्रयास गर्दैनन्। खाडी मेरो रहर थिएन, परिस्थितिले रोजिदिएको बाटो थियो। म यहाँ पैसा कमाउन मात्र आएको होइन, घरका अधुरा सपना पूरा गर्न आएको हुँ। आफ्ना चाहनाहरू थाती राखेर अरूको मुस्कान जोगाउन आएको हुँ। त्यसैले खाडी गएको भनेर सानो नठान साथी। यहाँ पनि हजारौं सपना छन्, हजारौं त्याग छन् अनि हजारौं अधुरा इच्छाहरू। फरक यति हो, कोही आफ्नो भविष्य बनाउन विदेश जान्छ अनि कोही अरूको भविष्य जोगाउन।